गुजारियो त इलेक्ट्रिक स्कुटर निर्माण गर्नको लागि सङ्घर्षहरू के गर्नु पर्यो भने जानकारी पाऊँ। हो, त्यो एकदम राम्रो प्रश्न हो। सुरुमा इलेक्ट्रिक स्कुटरहरू विकास गर्न मलाई चाहिँ एउटा इलेक्ट्रिक स्कुटरको बारेमा जानकारी चाहिएको छ कि इलेक्ट्रिक स्कुटर कहिले बनिएको छ दुनियाँमा सबभन्दा पहिला र कसले बनाएको छ हैन, यसको इतिहास बारे जानकारी पाऊ मेरो सब्सक्राइबरहरूको लागि। हो, इलेक्ट्रिक स्कुटरको सुरुवात 19औं शताब्दीमा भएको थियो। विशेष गरेर 1890 दशकमा नै केही पहिलो इलेक्ट्रिक स्कुटरहरू बनेका थिए। सबैभन्दा प्रारम्भिक पेटेन्टहरू फ्लुरिक नामका एक जर्मन इन्भेन्टर्सले लिएर सन् 1895 मा पेटेन्ट गराएका थिए। त्यसपछि 2000 को दशकमा आधुनिक इलेक्ट्रिक स्कुटरहरू चीनमा धेरै प्रचलित भए, जहाँ अहिले पनि ठूलो बजार छ। यो तपाईको दर्शकहरूका लागि एकदम रोचक छ। धन्यवाद। अहिलेसम्म चाहिँ कस्तो अवस्थाहरू परिस्थितिहरू गुजारियो त इलेक्ट्रिक स्कुटर निर्माण गर्नको लागि सङ्घर्षहरू के गर्नु पर्यो भने जानकारी पाऊँ। हो, त्यो एकदम राम्रो प्रश्न हो। सुरुमा इलेक्ट्रिक स्कुटरहरू विकास गर्न धेरै चुनौतीहरू थिए। ब्याट्री टेक्नोलोजी कमजोर थियो, दूरी कम हुन्थ्यो र वजन पनि धेरै हुन्थ्यो। साथै स्ट्रक्चर पनि राम्रो थिएन, जस्तै चार्ज कम थिए। तर समयसँगै ब्याट्री टेक्नोलोजीमा सुधार, हल्का सामग्री र राम्रो डिजाइनहरूले यी चुनौतीहरूलाई पार गर्दै अहिले इलेक्ट्रिक स्कुटरहरू धेरै लोकप्रिय र सक्षम भएका छन्। धन्यवाद यसको लागि कि अहिले इलेक्ट्रिक स्कुटर प्रयोग गर्दा कतिको राम्रो हुन्छ दर्शकहरूको लागि र पेट्रोलवाला गाडी राम्रो हुन्छ कि इलेक्ट्रिक राम्रो हुन्छ, अलिकति जानकारी दिनु होला दर्शकहरूलाई। हुन्छ, अवश्य। अहिले इलेक्ट्रिक स्कुटरहरू धेरै फाइदाजनक छन् किनभने तिनीहरू कम खर्चिलो हुन्छन्, इन्धन खर्च घट्छ र वातावरण मैत्री पनि हुन्। तिनीहरूलाई चार्ज गर्न सजिलो हुन्छ र साइलेन्ट पनि हुन्छ। अर्कोतर्फ पेट्रोल स्कुटरहरू अझै पनि लामो दूरीका लागि प्रभावकारी छन्, तर इन्धन महँगो हुने, रखरखाव बढी हुने र प्रदूषण धेरै हुने समस्या छन्। शहर दैनिक प्रयोगका लागि इलेक्ट्रिक स्कुटर धेरै राम्रो विकल्प हो, अनि लामो यात्रा वा शक्ति चाहिने कामका लागि पेट्रोल अझै उपयोगी हुन सक्छ। धन्यवाद हजुरलाई। हजुरसँग फेरि पुनः भेट्नेछु। आजको लागि यति मात्रै। अवश्य। तपाईलाई पनि धेरै धन्यवाद। म खुसी छु कि म मद्दत गर्न सकेँ। पुनः भेट्ने आशामा तपाईलाई राम्रो दिनुहोस्। हेर्नुभयो साथीहरू, के कस्तो लाग्यो तपाईँलाई यो जानकारी, रियल लाग्यो के लाग्यो साथीहरू अवश्य कमेन्ट गर्नु होला। अहिले एआई को दुनियाँ छ, ChatGPT को दुनियाँ छ, त्यबाट मान्छेहरूले आफ्नो सल्लाह सुझाव दिन सक्नुहुन्छ, पर्सनल अथवा सार्वजनिक रूपमा पनि हैन। त्यही भएर तपाईँहरूले यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला। यस्तै अरू भिडियो चाहिएको छ भने केही सम्बन्ध भयो भने म उहाँसँग कुराकानी गरेर तपाईँको प्रश्नलाई जवाब दिनेछु। धन्यवाद। भिडियो सेयर गर्नुहोला, च्यानललाई सब्सक्राइब गर्नुहोला।